एमालेको केन्द्रीय समितिको बैठक लम्बिन सक्ने सङ्केत। नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक आज बिहान 8 बजेदेखि सुरु हुँदैछ। आजको बैठकमा पनि केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्तावमा धारणा राख्ने क्रम जारी रहने एमाले जनाएको छ। पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो पहिलो दिनको बैठकमा 50 जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका थिए। आज बाँकी केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्। आज करिब 100 जनाले धारणा राख्ने अनुमान गरिएको छ। यस हिसाबले भोलि बैठक सक्ने भनिए पनि सबैले बोल्न चाहेकाले बैठक लम्बिने सङ्केत देखिएको छ, एमाले नेताहरूले बताउँछन्। धारणा राख्न हरेक केन्द्रीय सदस्यलाई 3 मिनेटको समय दिइएको छ। 3 मिनेटमा आफ्ना धारणा नटुङ्ग्याए स्वतः माइक काटिने प्रबन्ध गरिएको छ। बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि वर्गानुक्रम अनुसार उल्टोतिर ज्ञबाट पालो मिलाइएको छ। सबैले बोलेर सकियो भने अन्त्यमा अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिनेछन्। हिजोको बैठकमा अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै पुनर्स्थापनाका लागि आन्दोलनमा जाने र आगामी मङ्सिर 27 देखि 29 गतेसम्म पोखरामा पार्टीको 11औं महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा माग्नेहरूलाई पेलेरै अगाडि बढेका छन्। जेनजी आन्दोलनपछि पार्टीभित्रै उठेको पार्टी सुधार र तत्काल नेतृत्व परिवर्तनको आवाजलाई केन्द्रीय कमिटी बैठकमा पनि ओलीले योजनाबद्ध ढङ्गले कमजोर पार्ने प्रयत्न गरेका छन्। केन्द्रीय सदस्यहरूलाई ओलीको प्रष्ट सन्देश छ। नेतृत्वबारे महाधिवेशनले निर्णय लिनेछ। निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व परिवर्तनको एजेन्डा उठाउनेहरूलाई पेलेरै केन्द्रीय कमिटी बैठक अगाडि बढाएका छन्। ललितपुरको जावलाखेल स्थित एक पार्टी प्यालेसमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको वकालत गर्नेहरूलाई लिखित प्रस्ताव, उद्घाटन, मन्तव्य, बैठक सञ्चालन प्रक्रिया लगायतबाट अस्वीकार गरेका छन्। सरकारी सुरक्षा बाहेक भूतपूर्व सैनिक तथा प्रहरी र युवा सङ्घका कार्यकर्ताहरूको स्कटिङमा जावलाखेल पुगेका ओलीले बैठकमा उद्घाटन गर्दै पार्टीभित्र पनि केही सुरवीरहरूलाई एउटा लहर चलेको देख्छु, अध्यक्ष छोड्नुपर्छ। ओलीले भने मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने कुरा हो। ओलीले यति अडान लिइसक्दासम्म सार्वजनिक मागकै आधारमा राजीनामा नदिने प्रष्ट सङ्केत दिइसकेका थिए। जेनजी पुस्ताको आन्दोलनपछिको 1 महिनासम्मका गतिविधि, नेताहरूसँगको संवाद र बैठकहरू मार्फत नेतृत्व नछाड्ने स्पष्ट पारिसकेका ओलीले केन्द्रीय कमिटी बैठकलाई पनि त्यही सन्देश दिए। ओलीले भनेका छन्, केन्द्रीय कमिटी सदस्यहरूले बैठकमा राजीनामा मागे दिने, तर सार्वजनिक वकालतलाई अस्वीकार गर्ने ओलीको अडान थियो। आम सञ्चार माध्यममा अन्तर्वार्ता दिने नेताहरूको समेत खिचिटुडी गर्न समेत पछि नपरेका ओलीको चाहना बुझेकाहरूले बारम्बार तालीले स्वागत गरेका थिए। ओलीले अध्यक्ष छोड्दिन भन्दा ताली बजाउनेहरू थुप्रै देखिए। उनीहरू नेतृत्वको निरन्तरता चाहन्छन्। बैठकपछि एक नेताले भने, उद्घाटन मन्तव्यमा ओलीले जेनजी पुस्ताको विद्रोहका क्रममा आफ्नो कुनै गल्ती, कमी, कमजोरी नरहेको लामै विश्लेषण सुनाएका थिए। आत्मसमीक्षा गर्दै नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्नेहरूप्रति ओलीको उल्टो प्रश्न थियो। केपी ओली फेरि भन्छन्, ओली अझै सप्रिएन भन्छन्। उनको तर्क थियो, केपी ओली बिग्रिएको भए पो सप्रिनलाई। व्यङ्ग्यात्मक तथा उखान टुक्काको आधारमा उनले कमेडी स्टाइलमा भने, अर्थात् नेतृत्वको कमजोरी भएकाले गम्भीर समीक्षा र नेतृत्व हस्तान्तरण बारे आवाज उठाउनेहरूको भनाइलाई ओलीले उद्घाटन मन्तव्यमा सम्बोधन गरेनन्। बरु बैठक सञ्चालन प्रक्रिया मार्फत समेत आफू हावी हुने विकल्प अपनाए। बैठकमा ओलीले प्रस्ताव राखेपछि अरू पदाधिकारी पनि कुरा राख्न चाहेका थिए। पदाधिकारीहरूले कुरा राखेमा तल बस्ने केन्द्रीय सदस्यमा हिम्मत बन्न सक्थ्यो। मनमा लागेको कुरा निर्भयका साथ भन्न सक्थे। एक पदाधिकारी भन्छन्, तर ओलीले दिएको लाइनभित्रै केन्द्रीय सदस्यले बोल्नु भनेर बैठक सञ्चालन विधि नै उल्ट्याउने प्रस्ताव गरियो। महासचिव ईश्वर पोखरेलको भनाइ थियो, पहिले पदाधिकारीले कुरा राख्न पाउनुपर्ने र केन्द्रीय सदस्यहरूले बोल्ने व्यवस्था मिलाउन भन्नुभएको थियो। बैठक स्रोत भन्छ, पोखरेललाई साथ दिने गरी सचिव योगेश भट्टराईले पनि असहमति राखेका थिए। लगत्तै हलबाट पदाधिकारीलाई पहिले बोल्न दिनुपर्ने मागसहित हो हल्ला भयो। केन्द्रीय कमिटीमा सधैँ केपी ओलीको लामो भाषण मात्र हुन्छ।
यसपटक अरू पदाधिकारीले बोल्छु भन्दा दिनुपर्ने भनेर हामीले आवाज उठाएका हौँ। एक केन्द्रीय सदस्य भन्छन् बैठकमा होहल्ला भएपछि ओलीले हस्तक्षेप गर्दै खाजा ब्रेक गरे। खाजापछि ओलीले थर्काएरै मन्तव्य राखे। यसपछि हल शान्त भयो। कसैलाई बोल्न मन लागेको भए हात उठाउने कुरा के हो भन्ने ओलीको चेतावनी थियो। यहाँ मैले आचार संहिता सिकाउनु पर्ने हो। ऊर्जा तथा जलस्रोत सिँचाइ मन्त्री कुलमानी घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता पिपिएको प्रतिस्पर्धी दर तय गर्न विद्युत नियम आयोगलाई आग्रह गरेका छन्। आयोगको गत आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन बुधबार बुझ्दै मन्त्री घिसिङले जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नुपर्ने आवश्यकता अँग्ल्याउँदै आएका छन्। आयोगका अध्यक्ष रामप्रसाद धितालले प्रतिवेदन मन्त्री घिसिङ समक्ष पेश गरे। आयोगका पदाधिकारीलाई निर्देशन दिँदै मन्त्री घिसिङले भने सौर्य ऊर्जाको हाल प्रतिस्पर्धी आधार दर रहेको छ, जसले पिपिएलाई प्रतिस्पर्धी र पारदर्शी बनाएको छ। त्यसैगरी जलविद्युत आयोजनाको पिपिएको वास्तविक मूल्य तय गर्न प्रक्रियालाई स्तरीय बनाएर प्रतिस्पर्धामै आधार दर तय गर्ने र बोलपत्र सम्बन्धी कागजात तयार गर्नुहोस्। प्रधानमन्त्री सुशीला कार्कीले सरकार गठनको 1 महिनापछि भोलि कूटनीतिक ब्रिफिङ गर्दै हुनुहुन्छ। अन्तरिम सरकार गठनको 1 महिनापछि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पहिलोपल्ट अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई सम्बोधन गर्न लागेकी हुन्। परराष्ट्र मन्त्रीको नियुक्ति भए लगत्तै कूटनीतिक ब्रिफिङको तयारी भए पनि मन्त्री परिषदमा ढिलाइ भएपछि परराष्ट्र मन्त्रीको हैसियतमा प्रधानमन्त्री कार्की आफैले शुक्रबार ब्रिफिङ गर्न लागेकी हुन्। बिहिबार सरकार गठनको 1 महिना पुरा हुँदैछ। नेपालमा रहेका युरोपियन युनियन तथा 26 मुलुकका राजदूतहरूलाई परराष्ट्र मन्त्रालयले शुक्रबार सिंहदरबार बोलाएको छ। परराष्ट्रका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले कूटनीतिक ब्रिफिङको तयारी भइरहेको बताए। काठमाडौँ स्थित कूटनीतिक समुदायलाई प्रधानमन्त्रीका तर्फबाट निमन्त्रणा गरिएको छ। प्रवक्ता छेत्रीले भने जेनजी आन्दोलनपछिको परिस्थिति र सरकार प्राथमिकताबारे सम्बोधन गर्ने तयारी छ। हरेक ठुलो परिवर्तन लगत्तै सरकारले काठमाडौँमा रहेका अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई आफ्नो घरेलु र बाह्य सम्बन्धको प्राथमिकताबारे जानकारी दिने चलन रहँदै आएको छ। सम्बोधनमा विशेषतः आगामी 21 फागुनमा गर्ने चुनावका लागि समर्थन गर्न प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्ने सम्भावना छ। प्रधानमन्त्री कार्कीले सरकारले सुशासन लगायतका विषय गर्दै आएको कार्य र अबको प्राथमिकता पनि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने भएकी छन्। सम्बोधनमा प्रधानमन्त्री कार्कीले सरकारले लोकतान्त्रिक मूल्य पद्धतिसहित लोकतन्त्र समावेशीकरण र विधिको शासनप्रति प्रतिबद्धता दोहोर्याउने छिन्। प्रधानमन्त्री कार्कीले यसबीचमा भारतीय, चिनिया र अमेरिकी राजदूतसँग छलफल गरिसकेकी छिन्। कृष्णबहादुर महरा पूर्वपक्षका लागि जेल चलान। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ई-सिक्रेट भेप मार्फत भएको सुन तस्करी प्रकरणमा माओवादी उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा पूर्वपक्षका लागि जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौँले उनलाई बुधबार पूर्वपक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो। जिल्ला अदालत काठमाडौँका न्यायाधीश हर्कबहादुर छेत्रीको इजलासले उनलाई पूर्वपक्षका लागि जेल चलान गर्ने आदेश गरेको हो। अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले महरालाई भन्सार, चोरी, पैठारी तथा सङ्गठित अपराधमा पूर्वपक्षका लागि जेल चलान गर्ने आदेश भएको बताए। पूर्व सभामुख कृष्णबहादुर महरालाई पूर्वपक्षका लागि जेल चलान गर्ने आदेश भएको छ। उनी विरुद्ध भन्सार, चोरी, पैठरी तथा सङ्गठित कसुर अन्तर्गत मुद्दा दर्ता भएको छ। सोही अनुसार उनलाई जेल चलान गर्ने आदेश भएको हो उनले भने। अदालतले महरालाई जेल पठाउनुको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन भन्सार प्रशासक अरुण पोखरेललाई भेप छुटाउन पटक पटक गरेको फोन सम्पर्क, छोरा राहुल भनिने रमेश महराले अदालत तथा अनुसन्धानका क्रममा गरेको बयान आदिलाई आधार मानेको छ।